Hello. Welcome back to Zuber Vlog. This is now I get to. And I am Jyoti Gurung. आज फेरि हामी बबाल ठाउँमा जानेछौँ है. Yes, it's Minamura Viewpoint plus Minamura Falls and beachहरू पनि छ अनि it will take us around 2 hours. भनौँ न है सिडनीबाट जान आउन चाहिँ 2 घण्टा त्यो भन्दा पनि बढी लाग्न सक्छ जामसम्म यता उता हैन जस हामीले चाहिँ जान आउन 4 घण्टा जादा मात्रै 2 घण्टा चाहिँ हामीले चाहिँ एस्टिमेट गरेको छौं हैन त्यो भन्दा बढी लाग्न पनि सक्छ जान नै अब जामसम्म हुन सक्छ हैन ट्राफिकको अनि आज हामी 4 जना जाँदै छौं हामी 2 जना चाहिँ हेरिदिने भनेको चाहिँ तर प्रदीप र रेशमा बहिनी पनि हामीसँगै थियो तर तिनीहरु अगाडि गइसक्यो सामानहरु किन्न पर्छ भनेर अनि हामी चाहिँ अलिकति ढिलो भयो हैन यता उता गर्दा अनि त्यही हो साथीहरु आज चाहिँ जस हामी चाहिँ फर्स्ट टाइम हो त्यो ठाउँमा जान लाग्यो अनि हामी चाहिँ म चाहिँ एकदम खुसी छु के भन्छ के देखेछ उलाई मलाई पनि ह्यान्डसम देख्यो होला कपाल चाहिँ ढोस्दै छ हैन किनकि मैले कपाल काटेको छैन नि त एनीवे कपाल चाहिँ काट्छु बिस्तारै ल साथीहरु भेट्दै गरौँ होला है त हेर्दै गरौँ हाम्रो साथीहरु चाहिँ हामी अन्त अगाडि आएको कहाँ गएछ अगाडि आएर भनेको त यहाँ पो आएछ यिनीहरु सामान किन्नलाई चिप्स किनिरहेको छ यस्तोहरु किनिरहेको छ हैन भइसक्यो यति नै हो समोसा नै नरहे ल ठिकै छ त ल यिनीहरूले सामान किन्दैछ अनि त्यो ठाउँमा चाहिँ के छ भन्दाखेरि चाहिँ नजिक चाहिँ के भन्छ अरे रेस्टुरेन्टहरू अथवा के छ खाने ठाउँहरू केही पनि छैन अरे अनि त्यही भएर चाहिँ यतिबाट हामीले चाहिँ थोरै खानेकुराहरू लगेर जानेछौँ होइन चटपट यताउता पचाङहरू होइन हामी चाहिँ अहिले गाडीमा बसिसकेको अवस्था छ यो मेरो सोल्टीले ड्राइभ गर्दैछ मेरो बुढी यहाँ हुनुहुन्छ मेरो बहिनी यहाँ छ उनीहरू चाहिँ समोसा खाँदैछ किनकि हामी 2 जनाले अथवा माथि दाइले चाहिँ भात खाएको थियो यिनीहरूले चाहिँ पुरा चटपट के खाए पानपुरी खाएको थियो नि त मक्ख लाएर राति अनि बिहान भोक लागेछ बिहान चाहिँ हामीले केही पनि खाएन जस्ट ओन्ली कफी अनि यिनीहरूलाई चाहिँ भोक लागेर अनि समोसा लिएको चाहिँ हामीले म पनि समोसा खान पर्ला होइन सोल्टीलाई खुलाइदिनु आफै खान्छ बिचरा बहिनी अगाडि बसे बहिनीले खुलाइदिँदै बहिनी के हो तिमीको त्यहाँ के भन्छ बिल्डिङ खै हाम्रो हो र हाम्रो होइन तिमीको हो के कति थाहा भयो त्यही बाहिर छ त नि हो र ए के भयो होला हाम्रो रुम त ठिक छ नि होइन बेबी तनाबाट फेरि है हामी यता आइदिने यार होइन किनकि त्यहाँ चाहिँ अब यहाँ बद्दी गयो नि त त्यही भएर त्यही हो साथीहरू जस हामीले चाहिँ 2 घण्टा लाग्छ भनेको तर नलाग्दो रहेछ भने सोल्टीले कति लाग्दो रहेछ 4.5 घण्टा लाग्दो रहेछ अनि त्यही हो साथीहरू लास्टसम्म चाहिँ हेर्नुपर्छ बवाल छ है ठाउँ चाहिँ म देखाउने छु तपाईँहरूलाई मिस चाहिँ नगर्नु है त हामी चाहिँ अहिले ट्राफिक लाइनमा बसिरहेका छौँ अगाडिबाट गाडी दौडिरहेको छ अनि हामी चाहिँ अब 1-2 मिनटमा ट्याक्क खोल्छ हरियो बत्ती बोल्छ अनि हामी टुइया गइन्छ होइन हाम्रो बालेन सरले बनाउँदै हुनुहुन्छ काठमाडौँमा बिस्तारै होइन सोल्टी बनाएको छैन त बालेनले धेरै गरे हात नेपालमा धेरै गरेछ 50 वर्ष अगाडि सारिसकेकै बालेनले हो कि होइन यस्तो मान्छे चाहिन्छ यो अझै 2-4 जना अनि हाम्रो हर्क साम्बाङको त अहिले होइन खतरा भइसकेको रहेछ होइन वर्ल्ड रेकर्डमा नि गइसकेको छ पोखराको मेयरलाई त अब केही नभनौँ मैले होइन त्यही हो साथीहरू जहाँ हुनुहुन्छ गाडी चलाउँदा चाहिँ अलि सेफ्टी भएर चाहिँ गाडी चलाउनु होला भर्खर हामी आउँदा होइन त्यहाँ चाहिँ एक्सिडेन्ट देखेको थियो है त्यही भएर साथीहरू अब ज्यान चाहिँ एकदम महत्त्वपूर्ण हुन्छ हाम्रो होइन बिस्तारै जानुहोस् गन्तव्यमा पुग्नुहुन्छ छिटो जानुहोस् पुग्छ पुग्दैन थाहा हुँदैन भन्ने उखानहरू पनि देखिरहेको हुन्छ सुनिरहेको हुन्छ त्यो वास्तविकता नै हो साथी हेलो मेरो साथीहरू इष्टमित्र हामी चाहिँ आइपुग्यो यहाँ अहिले सामान चाहिँ चटपट के दिँदैछ बेबी के बोल्नु छ हजुर बोलिदिनु न ल अब हामीहरू चाहिँ मेन पोइन्ट आइपुग्यो तर यहाँबाट जुन भ्यू हेर्ने भनेको त्यो चाहिँ अलिकति हिँड्नु
पर्छ हामीहरू हाम्रो चारपटे खाने भाडा लिएर हिँडिरहेछौँ ल ठिक छ जाडो छ है तर हावा चाहिँ बेसी चले यहाँ चाहिँ कस्तो रहेछ भन्दाखेरि एक ठाउँबाट मात्र एउटा भ्यू नदेख्दो रहेछ यहाँबाट हिँडेर चाहिँ ठाउँ ठाउँको भ्यू देखिँदो रहेछ होइन मेन चाहिँ मेनलाई चाहिँ हिँड्नु पर्यो होइन हेर्नलाई ओके ल है साथीहरू दामी देखेछ है हाइकिङ हिँडे जस्तो हामी हाइकिङै हिँडेको होइन र के साह्रो जाडो भएको यस्तो काम लागेर नि हामी चाहिँ फाइनली आइपुग्यो अब चाहिँ होइन तपाईँहरूलाई भ्यू देखाउँछ यहाँबाट टक्क लाएर हेरिदिनु होला है अब हामी चाहिँ कतै बस्ने ठाउँ पनि खोज्नु पर्यो होइन टक्क बसेर चटपट सटपट खाएर तपाईँहरूलाई चाहिँ म भ्यू देखाउने छु है त साथीहरू के भयो लास्टै भयो सोल्टी लास्ट छैन है बेबीले के पो भनेको तर लास्ट भिडियो है अलमोस्ट सक्यो पनि त्यति धेरै थियो है त्यही माथि यो चाउचाउ छ नि यसको चाहिँ खुर्सानी ओ माई गड टाउको त त्यो पिरोले होला नि च्याप्प समातेको छ यार अनि यो दुईजना चाहिँ यहाँ छ यहाँ छु जाडो लास्दै भयो है त अब त्यो कायमै बिस्री भेटौँ न है त के भन्नु छ आज यहाँको बारेमा बहिनी के भन्न छ It's a very nice place, so you must check it out. This viewpoint. Sorry. Okay. मलाई चाहिँ राम्रो लाग्यो हैन नट ब्याड मैले सोचे चाहिँ यो भन्दा खतरा तर त्यतिको थिएन तर पनि आई एम सो ह्याप्पी हैन ठिकै छ त्यति राम्रो पनि भन्दिनँ यसलाई नराम्रो भन्दिनँ त्यस राम्रै छ अनि हामी चाहिँ अब अर्को ठाउँमा जानेछौँ कायमा बीच पहिला पनि गइसकेको छ हैन अहिले मायाले भनिसकेको छ फेरि हामी जाँदैछौँ म फेरि भन्दैछु अनि त्यही है त साथीहरु उति भेट्नुपर्छ फाइनली हामी चाहिँ कायमा बीच आइसक्यो हैन हैन सल्टे कायमा ब्लु होल अब योभन्दा पहिला चाहिँ के गर्ने रे योभन्दा पहिला त सुसु गर्ने रे सबैजना लागि फेन्टा गएको थियो नि त सबैजनालाई अहिले सुसु आएको हामी चाहिँ अब सुसु गर्छौँ पहिला अनि सुसु गरेको बादमा चाहिँ म तपाईँहरूलाई यहाँको चाहिँ दृश्य देखाउँछु है त साथीहरू हेर्दै गर्नु होला यहाँ चाहिँ के छ भन्दाखेरि एउटा पाल छ होइन पाल तल पाल छ पालबाट चाहिँ माथि पानी हम माथि आउँछ कि त्यो चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु हेर्नु है त त्यो चाहिँ म दामी देखाउँछु तपाईँहरूलाई इफ आयो भने है त आई विल ट्राई है साथीहरू
साथीहरु हैन हामी चाहिँ दुई ठाउँमा आज चाहिँ घुमिसक्यो अब चाहिँ हामी घर जानलाई गाडीमा ड्याङडुङ बसिसक्यो हैन त बेबी कस्तो भयो त रमाइलो भयो हल्का जाडो फिल भयो है अब आइसक्रिम खाँदै जाने चिसो जाडोमा आइसक्रिम खानेको मजा छुट्टै हुन्छ कहाँ हो त आइसक्रिम यही थियो त आइसक्रिम खाने भए यही छ गाडी अगाडि ल साथीहरु अब हामी पनि घरलाई फर्किनलाई चाहिँ तम तयार भएर गाडीमा बसिसकेको अवस्था हैन यो ठाउँमा त हामी पहिले आएको थियो तर रेसा बहिनी आएको थिएन तर फेरि यही बाटो भयो नि त जुन हामी अघि घुम्न गएको थियो त्यही बाटो थियो अनि 20 मिनेट जस्तो लाग्ने थियो अनि हामी त्यहाँ त्यही बाटो पर आयो मजा आयो गाइस भन्नु मजा आयो नि किन मेरो साथीहरु चाहिँ आइसक्रिम खाने भनेर हामी चाहिँ बिच बाटोमा झरेको छु घर फर्किनु बेला चाहिँ हैन ए यिनीहरु त के गर्दै र टेस्ट गरे हो सिङ्गामा हो गुड टेस्टी लभली हामीले चाहिँ अहिले आइसक्रिम खाइसक्यो लिइसक्यो अब हामी बाहिर बसेर खान्छु होइन अनि यहाँ बसेर खाने हो यहाँ बसेर खाने ओके छ त ल खाऊ मिठो व्हाइट हो अब आमा हामी चाहिँ फाइनली घर आइपुग्यो साथीहरु हैन अनि आज चाहिँ हाम्रो दिन चाहिँ बबाले भयो दुई ठाउँ घुम्न पाइयो हैन खास एक ठाउँमा गएको फेरि अर्को ठाउँमा पनि बहिनीले नगएको रहेछ फेरि त्यही नजिकै रहेछ अनि हामी चाहिँ अर्को ठाउँ पनि गयो अनि त्यही हो हामीले चाहिँ बबाल मजा लाग्यो हैन बेबी अनि अहिले लास्टै राम्रो भयो अनि आई होप हजुरहरूले पनि हाम्रो भिडियो हेरेर इन्जोय गर्नुभयो होला अनि थ्याङ्क यू सो मच फर वाचिङ हाम्रो भिडियो अनि अब हामीहरू चाहिँ हजुरहरूलाई नेक्स्ट भिडियोमा भेट्छौँ है त लाइक शेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है त बाइ